यहाँ दाजु तपाईँले पुष्पालाई मेरो कपडा धोइदियो भन्नुभएको हो? हो भाइ, मैले भनेको थिएँ, तर यति रिसाएर किन बोल्दैछस्? तपाईँको हिम्मत कसरी भयो मेरो श्रीमतीलाई कपडा धोइदियो भन्ने? भाइ मेरो कुरा त सुन। तेरी भाउजू मैती घर गएकी छ, भोलि उसलाई ल्याउन जानु छ। त्यही भएर बौरानीलाई मैले एउटा कोट धोइदिनु भनेको थियो। के मैले गलत भने? नाइ, राम्रो गर्नुभयो। तपाईँलाई थाहा छ मैले आफ्नो कपडा पनि उसलाई धुवाउँदैन, मैले आफै धुन्छु, किनकि उसले पढाइ गरिरहेकी छ, लोकसेवामा नाम निकाल्छु भनेर। अनि के भयो त? यति सानो कुरालाई ठुलो बनाउन किन खोज्दैछौ? तिमी चुप लाग। के ठुलो कुरा के सानो कुरा मलाई राम्रोसँग थाहा छ। तिमीले केवल पढाइमा ध्यान देऊ। यिनीहरूलाई ससुराल जानु थियो भने आफै कपडा धोएर पनि त जान सक्थे। तिमीलाई भन्नुपर्ने के आवश्यक थियो? अनि सुन्नु, आजदेखि यसलाई केही काम पनि नभन्नु होला, उसलाई पढाइ गर्न दिनु। सरी भाइ, आजदेखि तेरो श्रीमतीलाई मैले केही भन्दिनँ। त्यही तपाईँको लागि राम्रो होला। हिँड जाउँ। अरे दाजुले ऋण लिएको भए म के गरौँ? मेरो पैसा किन काट्दै हुनुहुन्छ? मैले लिएको तपाईँबाट ऋण, जसले लिएको छ उसैसँग माग्नु, मेरो पैसा वापस गर्नु। के भयो? के हुनु यार, दाजुले ऋण निकालेको रहेछन्, आज मेरो पैसा काट्दैछन्। काटे के भयो? काट्न देऊ न, अलि ऋण त कम हुन्छ। अरे उनले निकालेको ऋण मैले किन तिरौँ? आफै तिर्छन्। कस्तो नबुझेको कुरा गर्छौ तिमीले? दाजुले निकालेको ऋण भाइले तिर्नु हुँदैन र? तिर्न त हुन्छ, तर दाजुको व्यवहार पनि राम्रो हुनु पर्यो नि। के नराम्रो व्यवहार गर्नुभयो तिमीलाई भन त? जबदेखि आमा बुवाले साथ छोडेर जानुभयो तबदेखि आफै आमा आफै बुवा भएर तिमीलाई सानैदेखि पढाउनु भयो, लेखाउनु भयो, यति ठुलो बनाउनु भयो, यही दिन देख्नको लागि हो? जेठा दाजु भनेको बुवा सम्मान हुन्छन्। उहाँले तिम्रो भविष्य उज्यालो गर्नको लागि कति दुःख गर्नु भएको होला, तर तिमीले हिजो उहाँलाई कति कुरा सुनाइदियो। पुष्पा, तिमीलाई दाजुको बारेमा थाहा छैन। आफ्नो जोइले भनेको मात्र मान्छन् अनि उनले भनेको गर्छन्। आफ्नो श्रीमतीको कुरा नसुनेर कसको कुरा सुन्नु होला? तिमीले मेरो कुरा सुन्छौ त? एउटा जिम्मेदारी पुरुषलाई सबैको कुरा सुन्नुपर्छ, सबैको भावनालाई बुझ्नुपर्छ, तर उनको भावनालाई कसैले बुझ्दैनन्। जो ऋण तिमीले तिर्दैन भन्छौ नि, त्यो ऋण हाम्रै विवाह गर्ने समयमा निकाल्नु भएको होला। कहिले आफ्नो दाजुसँग बसेर सोध्यौ कति ऋण छ, कहाँ कहाँ तिर्नु छ भनेर? आज 4 पैसा कमाउन थालिसके, राम्रै केटीसँग बिहे भइसक्यो, अरू मलाई कोही चाहिँदैनन् भनेर कहिल्यै नसोच्नु। आफ्नो दाजुभाइ जीवनको हरेक मोडमा काम आउँछन्। गल्ती सबैबाट हुन्छ। तिमी सानो हुँदा कति गल्ती गर्यौ होला, तर उहाँले त माफ गरिदिनु भयो नि। आज उहाँले भनेको कुराले तिम्रो चित्त दुखेको छ भने आफ्ना जेठा दाजु हुन् सोचेर माफ गरिदेऊ न। एउटा कुरा याद राख्नु, घमण्ड देखाउने मान्छे जीवनमा एक्लै रहन्छ। हो यार पुष्पा, सही भन्यौ। मैले आफ्नो दाजुसँग कस्तो नराम्रो व्यवहार गरेछु। म अहिले गएर उहाँसँग माफी मागेर आउँछु।